Hello and namaste everyone. Let's make tasty chicken अचारको रेसिपी लाउनुस् है बनाम हामी यति मिठो देखिएको चिकनको रेसिपी। पहिला चाहिँ मैले चाहिँ बोनलेस चिकनलाई लगेर त्यसलाई सानो सानो पिसमा काटेर त्यसलाई रातो हुने गरी भुटिसकेको छु र त्यसलाई साइड लगेर त्यही तेलमा अदुवा र लसुनलाई पनि भुटिरहेको छु। अदुवा लसुन जबसम्म रातो हुँदै गर्छ मैले यहाँ अचार पनि मसला पिनेर राखिसकेको छु। यो मसला चाहिँ के हो भनेर हजुर चाहिँ रेसिपी चाहिन्छ भने कमेन्ट गर्नु होला। ओके, र त्यो मसलालाई हामीले यो अदुवा लसुनको माथि हालिसकेका छौँ र त्यसै गरी स्वाद अनुसार नुन राखेका छौँ अनि चाहिएको अनुसार हल्दी राखेको छौँ र खुर्सानी। अब हजुर कतिको पिरो खानुहुन्छ, मैले अघि त्यो मसलामा चाहिँ खुर्सानी अलरेडी राखेर भुटेर पिनिसकेको छु, त्यसैले मैले यसमा थोरै मात्रै खुर्सानी लगेको छु र त्यो सबलाई राम्रोसँग मिक्स गर्ने। अनि त्यसपछि हामीले अघि भुटेर साइडमा राखेको चिकनलाई चाहिँ लिने र यसलाई हल्का 5-10 मिनट, धेरै पर्दैन, 5-10 मिनट मात्रै चलाउँदै भुट्ने र त्यसलाई चाहिँ भुटिसकेपछि अब यसको टेक्सचर चाहिँ यतिको आउँछ र अब हेर्नुस् त कस्तो राम्रो देखिसकेको छ। यसको चाहिँ ग्यास अफ गरेर अब चाहिँ हामीले एकछिनमा यसलाई सेलाउन राख्छौँ र एउटा ठिक्कको बट्टामा चाहिँ प्याक गर्छौँ। ल बनाउने होइन त यति राम्रो चिकन अचारको रेसिपी, खाँदाखेरि एकदमै मिठो थियो। यदि तपाईहरुलाई पनि यसको रेसिपी चाहिन्छ भने मलाई कमेन्टमा गर्नु